ओ यो साथी ओह मर्निङ यार अनि के हो यार भगवान्सँग के मागेर आऊ त्यस्तो साह्रो जे बाहेक तँलाई के मतलब भने 3-4 वर्ष भयो यार जहिले मन्दिरमा आछ 2 हात जोडेर मागै छ अनि यार जे बाहेक नि पुरा भएन ए दिमागलाई कति प्रेसर दिइरहेको भने भगवान्लाई कति टर्चर दिइरहेको हैन अल्लाह भने घर खान सानो बनाउनु पर्छ यार लुक सुगट हुनु पर्छ हैन कसो न भगवान्को अगाडि बसेर कुरा गरे भने भगवान्ले सुन्ला भनेर नि ल बस अच्छा के हो बसोस् पेट भयो त तँलाई मलाई वर्षमा बसिरहेको चाहिँ मलाई 6-7 वर्ष भयो कहाँ हराएर आएन म तर साथी के हो यार एक थोपै चेन्ज छैन जस्तो म पहिलो जस्तो थियो अहिले पनि त्यस्तै छ चेन्ज छैन रे पहिलो जस्तो त्यस्तै रे किन ममा चेन्ज देखेन के चेन्ज देख्नु पहिला पनि चुसेर फ्याँकेको आमको बोक्रा जस्तो थियो अहिले पनि जस्तो त्यस्तै छ कहाँ चेन्ज भएछ दिन्छ यार कन्त पहिला सुँगुर जस्तो अहिले सुँगुरको बाउ जस्तो भइरहेछ त सुँगुरको बाउ जस्तो बेवा छैन नि अनि के भएर बे रे यहाँ कामले गर्दा म चाहिँ हग्ने फुर्सद पाएको छैन म चाहिँ आफ्नै म बाउको बिहे देखिरहेछु यहाँ बाउ आमा पालेर खानलाई त वान्डे भइरहेछ यहाँ मान्छेले यहाँ गाह्रो छ नि गाह्रो छ नि साथी मेरो टाइममै गर्नुपर्छ मलाई भोलि पर्सि छोराछोरी स्कुल जाने टाइममा त हजुर बाउ भन्ला मलाई बिहे त चाँडै गर्नु खोज्यो भने के गर्नु त्यो त बिहे भयो त नि छैन नि साथी साला अर्काले चाहिने नचाहिने उपदेश दिन्छ चाहिने उपदेशको कुरा छोडिदे काम चाहिँ के गर्दैछस् है तैँले अनि यही डेलिभरी त हो नि डेलिभरी रे बचपन ठाउँ बस्छस् क्या हो त कहाँ हुनु नि त्यो डेलिभरी बाइकमा डेलिभरी गरेन त्यस्तो नि ए डेलिभरी भन्न तर डेलिभरी भनिया गएर नि म बचपन ठाउँ बस्छ के हो नि अरे मेरो बारेमा मात्रै सोधेछ तेरो बारेमा पनि भन्न खै केही कुरो नयाँ कुराहरू बसौ पछि भेट भइरहेको एउनु त्यही कालो छाला छ त्यही भित्र हड्डी छ त्यही हो यार मेरो त कामसाम छैन घर सुत्ने खाने मोबाइल खेलाउने हो बाउको पैसा उडाउने हो यार म त बाउको पैसा उडाउनु अहिलेसम्म काम गरेको छैन त्यही बाउ आमाकै पैसा उडाइरहेको छ अहिलेसम्म नि के गरौँ त मलाई मास्टर डिग्री पास गरेँ मलाई कामसाम कसैले दिन सके होइन त्यही कारण बाउको सम्पत्ति वाइल छ त्यही खानी बस्ने नि के गर्नु तँ जस्तो हो र भने केही नभएको मेरो त छ भाइ उडाउने हो म त उहाँले उपरवाला मेहरबान गराबी पेलवान भनेको यही कुरा पनि त ल यो त मेरो बाउ आमाले पुस्ताउने सम्पत्ति दिएर भएर पो खान्छ नि तेरो छैन तैँले खाँदैनस् नि अहिलेसम्म बाउ आमाको पैसा खाए तँलाई लाल लाग्दैन खान त खाएन मलाई आफ्नो बाउ खाएन तँसँग माएर खाएँ मैले दुनियाँसँग माएर खाएँ मेरो बाउको छ मैले खाएँ मैले तँसँग छैन के गर्छस् साला पहिले जस्तो त्यस्तै छ मैले अझै मलाई अर्थी उपदेश दिँदो रहेछ कस्तो साथी यार अहिले धनी महाराजाहरूलाई बनायो भए किनकि हुन्थ्यो भुका नङ्गाहरूलाई पनि ए साथी खान नपाइने लाउन नपाइने मनको राजा हुँ म राजा रे मोला फ्यालेको बाजा जस्तो छ राजा रे भन्न पनि लाज नभए अरे भन् यो चाहिने चाहिने कुरा नगर अरू बिहे गर्ने चाहिँ के सोचिस् त है तेरो जस्तो बाउ आमाको टाउको मकै फुटेर खान पाउने भए म पनि बिहे गरिदिन्छु नि पुरानो साथी त 35 वर्ष भइसक्यो अहिलेसम्म बाउ आमाको पैसाबाट खानलाई लाज लाग्दैन तँलाई के को लाज नि कसरी मटर खान्छ है तैँले भात पनि कसरी खान्छ रे जसरी खाए पनि तँलाई किन चाहियो नि मलाई मेरै बाउ खाएर हो तेरो बाउ खायो टिक्कारै रहेछ यो मान्छे भने साथी भनेर झन् सम्झाएको त केही कामै त काम नगरिकन कसरी खान्छस् भने कामै नगरिकन कसरी खान्छस् भने के काम नगरिकन कसरी खान्छ दिन मध्येमा म देखाउँछु है के गर्ला भने के गर्ला लगेर के गर्ला भने साथी घर लगेर के गर्ला उफारीको फाल लगाइरहेको के गर्ला के देखाउँला भने हे तेरो कसरी खान्छ ल आज देखाउँछु म तँलाई धेरै हेभी आइन तैँले मलाई कसरी खान्छ अहिले काम गरेर खाएन भनेर ल यहाँ बस त बस जहिले पनि कसरी खान्छ भन्छ नि तैँले हेर यसरी भात ल्याउने यहाँ यसरी राख्ने यसरी तान्ने यसरी बस्ने खाने ल अब मलाई सुखले भात खान दे चल जा फेरि पेट दुख्ला मलाई खुसी गरेर दिन बजाउनु र यो मुलालाई काम गरेर खायो भने
केही मतलब पाएन बेरोजगारै भएर बस्नुभयो यो मुला साग यस्तो पनि सङ्कट गरेर हुन्छ